you watching Sawa Pradhan. Hello everyone, myself Sanjana Pradhan and welcome back to my channel again. So आज चाहिँ हामी छाङ्गु लेक जाँदैछ। अन्त बिहानदेखि चाहिँ मैले भिडियो किन बनाएन भन्दाखेरि चाहिँ हामीलाई याद थिएन कि लाइक हामी जान्छ कि जाँदैन भनेर हाम्रो पास बनेको थिएन। सो फाइनली हाम्रो पास बन्यो र हामी छाङ्गुतर्फ लाग्यो। छाङ्गुको बाटो चाहिँ सेम कश्मीर जस्तै लाग्छ मलाई चाहिँ। तिमीहरूलाई कस्तो फिल हुँदैछ? एकदम दामी खतराको मजा आउँदैछ। सेम कश्मीरको भाइब आउँदैछ। सेम टु सेम नि सेम गएको पनि छुइनँ कि त्यही पनि आउँदैछ। फोटोमा देखेको कश्मीर जस्तो त्यो यहाँ त्यस्तै छ। अब सिक्किम पनि यस्तो दामी छ भने चाहिँ सोचेको थिइनँ। अघिसम्म चाहिँ बाबा एकदम रिसाइरहनु भएको थियो होइन, अहिले चाहिँ एकदम खुसी पप्पी सप्पी गरेर लु गरिहाल्नु एक खेप। वान्स मोर झन्डै गाडी गयो, गाडी तल लाइफ चाहिँ तिमीहरूको लागि नाटक जस्तो लाग्छ। ए लाइफ एडभाइजर। हेर्दाको दाल भेडा काल मात्रै हो नि त, आफ्नो भनेको आफ्नो हो नि। अघि के भयो भनिदेऊ। त्यो के अरे मोटी कस्तो मोटी कति राम्री रहेछ भन्ने हेर्नु हुँदै मेरो थियो। बुढी हो नि यो पहिलाको भन्दै थियो। अनि अहिले चाहिँ अनि मेरो बुढी राम्रो भने बाबा के भन्छ यसमा? होइन मेरो बुढी त अब हिरामती हो नि। अरूको सोधा साथी। यसमा चाहिँ एउटा कोटेसन देखेँ होइन, त्यो चाहिँ के थियो भन्दाखेरि चाहिँ रोड इज हिल्ली डोन्ट टेक इट सिल्ली अरे नि फेरि। हामीले चाहिँ भर्खर यहाँनिर कञ्चनजङ्घा देख्यो होइन, हाम्रो अपोजिटमा माउन्टेन हो नि त। ग्लेसियर स्टुडेन्टहरू चढेको थियो अरे। अनि सन्ध्या कहाँ चढ्ने अरे तिमी? छाङ्गु चढ्ने अरे सन्ध्या चाहिँ होइन। अरूहरू सबैजना अब माउन्ट एभरेस्ट चढ्छ, कञ्चनजङ्घा चढ्छ, K2 चढ्छ, तर सन्ध्या चाहिँ कहाँ चढ्छ? छाङ्गु लेक चढ्छ है ऊ चाहिँ। के भन्छ चढेर हो यो भन्देऊ न। मेरो लागि चाहिँ चढ्ने ठाउँ हो, म त तलको मान्छे हो। प्लेनको मान्छे। ठिकै हो। अन्त भइगयो त। आइहाल्छ। यहाँ चाहिँ फोटो खिच्दैछ, फोटो सेसन इज गोइङ अन। चौडीको गाई हेर्नु भाइ, अम्बो कत्रो कत्रो रहेछ हौ ट्याट। यो चाहिँ हो छाङ्गु लेक। हामी चाहिँ बाबाधाम पुग्न आँट्यो। अब यहाँनिर पास देखाउनु पर्ने रहेछ चेकपोस्टमा हो। अन्त चेकपोस्टमा मम्मी र बाबा जानुभएको छ। अनि यहाँ हेर्नुहोस् पछाडि क्या दामी छ, कसम दामी छ होइन। आज चाहिँ तर हिउँनै परेन, त्यही हेर्नु चाहिँ आएको खासमा। यहाँ हेर्नुहोस् हिउँ अम्बो पिकमा। यस्तो लेक चाहिँ हामीले भर्खर भेटिसकिसक्यो गाइस। हामी चाहिँ एउटा छाङ्गु लेकको हाइमा त्यहाँ तर निकै एउटा लेक रहेछ। बाई बाई गाइस फाइनली हामी चाहिँ बाबाधाम आइपुग्यो होइन। अहिले चाहिँ सबैजना वासरुम गएको छ। अनि वासरुम गइसकेर चाहिँ उनीहरू छ बाबाधाम चाहिँ त्यहाँ जाने हो। त्यस्तो चिसो छैन रहेछ आज त घाम लागेर, न त तर बेला त। अन्त आज हिउँ पनि परेको छैन। त्यो चाहिँ हाम्रो लागि माइनस पोइन्ट भइरहेछ, अरू त सबै प्लस पोइन्ट। मजा आइरहेछ। हामी चाहिँ मजा खाँदैछ। Captain.
त्यहाँभित्र एकदम पिस रहेछ होइन। अनि यो मन्दिरको पनि एउटा स्टोरी छ जहाँ चाहिँ यहाँनिर चाहिँ एकजना आर्मी नै अल्पेको भन्छ, लाइक हराउनु भएको यत्तिकै हुन्छ नि, उसले चाहिँ एउटा मन्त्र फुकेर हराउनु भएको अनि ऊ चाहिँ वापस नआउनु भएको। अन्त भर्खर मैले त्यहाँ जुन भित्र देख्यो होइन त्यो सब चाहिँ उहाँको लुगा ड्रेस जुत्ता सबै उसको हो सबै। अन्त यस्तो मानिन्छ कि ऊ स्टिल यहाँनिर चाहिँ अब जिउँदै हुनुहुन्छ। अन्त त्यहाँको तर देख्नु चाहिँ देख्दैन, बट कतिजनाले फिल गर्नुहुन्छ उसलाई चाहिँ। अन्त कतिजना आर्मीहरूले कुछ नराम्रो गर्नुभयो भने उसकोबाट थप्पड पनि भेट्छ भने चाहिँ सुनेकै, हामीले सुनेको यो कुराहरू। तर फर्स्ट टाइम देख्नु पायो, सो पिसफुल, एकदम राम्रो लाग्यो मलाई चाहिँ भित्र पसेर। तपाईँले देखिहाल्नुभयो सानो जग्गा तर एकदम वेल मेन्टेन्ड क्या, वेल मेन्टेन्ड एकदम। यो चाहिँ लाइक चाइनाको बोर्डर पनि हो नि त एक तर्फबाट। अनि त्यहाँदेखि यही ठाउँमा चाहिँ लाइक आर्मीहरू बसेर हामी मुभीहरूतिर देख्छौँ जस्तो बन्दुकहरू पड्काउँदा के गर्छ नि, बमहरू पड्कायो भने चाहिँ प्याङ प्याङ जान्छ। सो यस्तो चाहिँ मैले पहिला देखेको थिइनँ, अन्त फर्स्ट टाइम देखेको होइन। अनि तपाईँहरूलाई देखाउनु खोजेको, तर मैले जतिको मेरो आँखाले देखेको छु त्यति चाहिँ मेरो फोनको लेन्सले देख्दैन, त्यति मात्रै हो होइन। तर एकदम राम्रो लाग्यो। इट वाज अ न्यू एक्सपिरियन्स एन्ड इट वाज सो ग्रेटफुल, एकदम राम्रो लाग्यो। कति भन्छ कि राम्रो लाग्छ मैले आज। चाइना र यो के भन्छ इन्डियाको अब उयो भइहाल्यो, वार भइहाल्यो भने यहीँबाट पार गर्छ भने हामीले चाहिँ आर्मीहरूसँग पनि फोटो खिचिसक्यो होइन। अन्त इट वाज सो नाइस, के भन्छ उनीहरू पुरा काइन्ड थियो। एकछिन हटिँदा तेरो यहाँ म यहाँनिर आर्मीहरूकोसँग फोटो खिचेको, आर्मीहरूसँग खिचेको हालिदिन्छु फोटो होइन। यहाँनिर चाहिँ एकदम राम्रो लाग्यो आएर। तर आज त्यस्तो जाडो चाहिँ थिएन, अन्त हिउँ पनि देख्नु भएन, त्यो मात्रै मन दुख्छ, अरू केही छैन, अरू केही मन दुख्छ छैन मलाई। यहाँको आर्मीहरूलाई त एकदम सल्युट। लेक लागेर चाहिँ मलाई झनै साह्रो पर्यो। लेक लाग्दा कस्तो हुँदो रहेछ, सास बन्द हुँदो रहेछ, कस्तो साह्रो। डाइरेक्ट चढ्ने बित्तिकै म भित्र पस्न सकिनँ, तिमीहरू पस्यौ नि र मलाई सकिनँ। अहिले म गाडीभित्र पसेर सन्चै छु। रिङ्गाटा पनि लाग्दो रहेछ, पिरोटो त्यस्तोहरू चाहिँ लागेन क्या। हन हुँदछ, चक्करहरू लागेर। लाग्दछ। अनि आउनु पनि यति माथि हाइटमा आएको छौँ नि त हामी, धेरै माथि आएको छु, धेरै माथि। तर यति रमाइलो छ कि घाम लागेको छ, त्यस कारणले भ्यू राम्रो छ। यो गाइस अब चाहिँ यो भ्लग मेरो हो। दिस भ्लग इज माई दिस सौरभ प्रधान भ्लग, नट सञ्जना प्रधान। यु वाचिङ सौरभ प्रधान भ्लग। साँच्ची पड्क्यो, के पड्क्यो, के पड्क्यो, गाइस बम पड्क्यो, बम पड्क्यो। कस्तो मेरो आँखाले त्यस्तो दामी देख्दैछ, तर थाहा छैन क्यामेरामा कस्तो देख्दैछ। वाउ गाइस, कस्तो माथि छु। शाहरुख खानको पोस्ट, शाहरुख खानको पोस्ट। आउँदैन, सास फेरि साह्रो पर्दैछ गाइस। ओ गाइस बम पड्क्यो, देख्यो पड्क्यो साँच्ची। फोटो खिच्दैछ यहाँहरूको ग्याङ। भाइ आई लभ यु। लभ यु टु। एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के। Yo guys. Yo. हामी चाहिँ कुदेन, तपाईँहरू चाहिँ नकुद्नु होला प्लिज। हामी सासहरू पर्दैछ गाइस, नि हेर्नुहोस् प्लिज फरमाइ। अब हामी फर्केको। हिउँको पहाड देख्न पायो, कञ्चनजङ्घा पनि देखियो। हामी चाहिँ फर्केर आएको
हाम्रो चाहिँ यहाँनिर ड्राइभर चाहिँ गाडी चलाइरहनु भएको छ पछाडि नानीहरू चाहिँ सबै सुतेछ हौ यो लाइनमै सुतेछ यिनीहरूलाई थाके क्या हो अघि कुदेर कराएर चाहिँ हल्ला गरेको थियो हामी चाहिँ सुतेर पनि उठेर पनि हामी यहाँ गान्तोकको गणेश टकमा आइसकिसक्यो अन्त यहाँनिर चाहिँ हन्टेड हाउस छ रहेछ हामी चाहिँ अब पस्न आँटेको हन्टेड हाउसमा स्मोकी हाउस यहीँनिर हो पुरा भिड भयो एकैछिनमा हामी पसौँ भनेको त कतिजना आयो डर लाग्दैछ कहाँ पस्न आँटेको हो हन्टेड हाउस है सन्जु कतिको डर लाग्दैछ नि ल ल ल फोनहरू युज गर्नु मिलेन रेड लाइट हेर्दै जान्छ तपाईँहरूलाई छुने तान्ने के पनि छ म सबभन्दा अगाडि गएको थिएँ होइन म थिएँ त्यहाँको सर थियो कसान्दा थियो अम्बो भन्नु न यस्तो पनि माने मैले त्यो बुझ्छ प्लिज एकछिन नतर्साउ न मलाई मार्नु अहिले झुन्डेर त्यो कफन थियो कफन सन्ध्या त मै माथि चढिरहेको थियो भन्नु न यो बुझ्ने भन्दा ज्यादा मलाई कत्रा भयो चाहिँ आमा घर आइसक्यो होइन घरभन्दा पनि यहाँ दादा भाउजूकोमा अन्त अब खाना खाने माई डियर सिस्टर वाट आर यु कुकिङ छि 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 यहाँ चाहिँ अब के पाक्दैछ हेर्नुहोस् वाउ चिकन बोतलमा छ ल सब चिसो आज मम दिनमा यो आउनुपर्छ अहिले उनीहरूले ढिलो गर्छ है बाई 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 भाउजू बाई थान बाई बाई पार्किङ हुँदैछ यहाँ चाहिँ गान्तोक आइपुग्यो बल्ल बल्ल सुभाष पोइन्ट मम स्पेसली उसलाई ल्याएको उही चाहिँ निदाउन आँट्यो मोडल र फोटोग्राफर एमजी मार्कमा के भन्छ मेथीलाई के भन्छ इङ्ग्लिसमा भन्ने दादाहरू त मैले भेट्दिनँ त